मलाई चाहिँ नआउने भएकोले अनि यसलाई चाहिँ एकदम प्रपरली रूपमा आउनुपर्छ। माछा खाने मन छ भने तपाईँले यसरी आफ्नो कम बजेटमा ल यस्तो दुःख गरिन्छ गाइस देख्न सक्नुहुन्छ चिसो पानीमा देख्न सक्नुहुन्छ यस्तो भएको छ। हेलो ए नमस्ते सबैजनालाई, आई होप सबैजना सन्चै हुन्छ र म पनि सन्चै हुन्छु गुड छु। थम्बनेल एन्ड टाइटल हेरेर थाहा पाइसक्नुभयो होला अहिले चाहिँ हामी कहाँ छौँ भनेर। सो अहिले चाहिँ आज चाहिँ फाइनली फर्स्ट टाइम माछा पार्दैछौँ अनि यहाँ चाहिँ आकाश हेलो भन। हेलो साथीहरू। ल अहिले चाहिँ हामी कर्णालीमा छौँ देख्न सक्नुहुन्छ चट्टा लाएर। अघि हामीले बनाउँदाखेरि यसरी हामीले ल अघि दिनमा चाहिँ गर्दाखेरि यस्तो थियो है। ल यसलाई यसरी फिगर्दैमा सिधा पुरा फिटिन्छ है। ल देख्न सक्नुहुन्छ कसरी गरिन्छ। ल यहाँ नजिक हाल्ने हो। ठाउँमा हाल्नेछ अहिलेसम्म हामीले चार जाल हालिसकेको छ। अहिले यहाँबाट बचाएर फेरि यहाँ त्यहाँ हाल्ने पारी। ल त्यही हो। ल अब चाहिँ पहिला कसरी के गरिन्छ सबै तपाईँहरूले भन्ने छौँ। ल यसरी फिगर नै हुनुपर्ने हुन्छ। अघि जुन चाहिँ हामीले दिनमा दुःख गरेर एकदमै 1-1.5 घन्टा दुःख गरेर यस्तो गऱ्यौँ त्यसपछि यस्तो गर्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ यसलाई चाहिँ फिगारेर अनि ढुङ्गा भन्छ पतेलो है। अनि पतेलोले चाहिँ हामीले यसलाई चाहिँ अनि एकदमै मजबुत बनाएर अनि हाल्नुपर्ने हुन्छ। ल देख्न सक्नुहुन्छ यसरी बनाइन्छ अनि यो चाहिँ ए भागले ढुङ्गा बाँध्नुपर्ने हुन्छ। त्यही हो। आज फर्स्ट टाइम कस्तो हुन्छ भोलि बिहान है। ल त्यही एकदमै एक्साइटेड होइन। एक्साइटेड आकाश कति माछा पर्छ होला त अनि फर्स्ट टाइम अहिले चाहिँ भन्न सकिँदैन है। त्यही त अब अनुमान अहिले फर्स्टचोटि हाल्दैछौँ। हेर्दै रहनु होला हाम्रो भिडियो भोलि बिहानको। ल त्यही हो भोलि बिहान त्यही हो भोलि बिहान चाहिँ तपाईँहरू हेर्दै रहनु होला। हाम्रो चाहिँ भोलि आउँछ कति माछा परेको भनेर अब भोलि थाहा हुन्छ हामीलाई पनि अहिले थाहा छैन। हाल्न मात्र आएको। त्यही ल देख्न सक्छ यसरी फसाइन्छ ढुङ्गा बाँधेर हामी चाहिँ हाल्ने तयारीमा छौँ होइन। यो कति 3वटा छ किनकि यो सानो भए त अब 2वटा भए पनि हुन्थ्यो। अब यो ठुलोमा छ नि त धेरै। ल आजै बनाएको जालो है। आजै देख्न सक्नुहुन्छ एकदमै 3वटा चाहिन्छ यसमा। ढुङ्गाहरू 3वटा चाहिन्छ। चाहिन्छ तर ढुङ्गा पनि नामै छैन है यता। यो सानोले यसले त हुँदै हुँदैन यार। ल देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो कर्णाली अनि यो चाहिँ हाम्रो गाउँ नजिकै छ कि धेरै टाढा पनि छैन। चट्टा लाएर यस्तो छ गाउँ चाहिँ अनि ठिकै नजिक कर्णाली भयो। अनि आफ्टर लङ टाइममा चाहिँ प्लान भइरहेको थियो जो गरमला खाउँला भनेर चाहिँ हाम्रो भइरहेको थियो। अनि त्यही ल यो पनि तलतिरबाट हिजो अस्ति नै आएको अनि त्यो चाहिँ माछा एकदमै एक्साइटेड है फर्स्ट टाइम हो फेरि कस्तो हुन्छ देख्न सक्नुहुन्छ। ल कर्णाली चट्टा लाएर अनि मलाई चाहिँ नआउने भएकोले अनि यसलाई चाहिँ एकदम प्रपरली रूपमा आउने गर्छ अनि यो माछा सम्बन्धी है। त्यही यसले चाहिँ गरिरहेछ जस मेहनत देख्न सक्नुहुन्छ। मैले चाहिँ सिकी पनि रहेको छु। ल ढुङ्गा बाँधिसकेपछि हामीले चाहिँ यसरी ढुङ्गा समाल्नु पर्ने हुन्छ त्यसपछि यसरी हालिन्छ देख्न सक्नुहुन्छ। ल कति पर्छ है। ल गाइस कर्णालीमा गइसक्यो पानीमा यस्तो हुन्छ। ल उता त गहिरो छ है। यता साइड चाहिँ हल्का कमै छ पानी त्यहाँबाट हाल हो एक त्यहाँ फस। ल ओके राम्रो भएन जस्तो भएछ। ल ओके ल देख्न सक्नुहुन्छ गाइस अहिले चाहिँ जाल बुन्दैछौँ होइन। ल देख्न सक्नुहुन्छ यसरी बुनिन्छ है हाम्रो साइडतिर देख्न सक्छ। यहाँ मैले समातेको छु अनि यसभित्र चाहिँ हामीले यसरी फसाएर राखेका छौँ अनि टक्क देख्न सक्नुहुन्छ यस्तो गरिन्छ देखायो कि नै तर देख्न सक्नुहुन्छ यस्तो गरिन्छ है। पुरै भित्र डुरी हालेर अनि यहाँ चाहिँ पतेला भन्नुहुन्छ ढुङ्गा फसाएर गर्नुपर्ने हुन्छ। अलि चाहिँ आकाशले गर्दैछ है। ल देख्न सक्नुहुन्छ केटा चाहिँ हिरो छ है जस इन्डियाबाट आएदेखि चिल्लो पिरो भएको छ जो अनि हामीले त्यही बिचमा धेरै समय पनि छैन यसो झरोला जाल पसाएर माछा खाउँ न भन्ने प्लान भयो अनि त्यही बिचमा अहिले जाल किनेर लिएर आइसक्यौँ देख्न सक्नुहुन्छ। ल देख्नुहुन्छ यो चाहिँ ढुङ्गा फसाउनलाई यस्तो गरिन्छ यत्रो चाहिँ राखिएको छ ढुङ्गा फसाउनलाई। त्यसपछि उता पनि यस्तै गर्नुपर्ने हुन्छ।
जाल चाहिँ धेरै छैन, 2-4वटा यो हो। अनि त्यो समथिङ 10वटा छ। अनि डोरी चाहिँ यत्रो छ, देख्न सक्नुहुन्छ डोरी यत्रो छ। अनि आज साँझबाट सुरु गर्ने होइन ल। अब यस्तो गरिसक्यो कस्तो गर्नुपर्छ यति अब यो ढुङ्गा फसाउनाले बस सक्यो ल। धेरै दुःख पनि गर्नुपर्दो रहेछ है। चट्ट जाल किन्यो, डोरी पनि यसमा यसरी लगायो। अनि औँला फसाएर हामीले चाहिँ यस्तो गऱ्यौँ, देख्न सक्नुहुन्छ औँला फसाएर भित्र चाहिँ यस्तो गऱ्यौँ। त्यसपछि यति गर्नुपर्ने हुँदैछ। त्यही एकदम सिम्पल कुरा हो है, सजिलो छ झरोलाई पचाउनलाई। अनि मलाई चाहिँ त्यति आउनु, अनि आकाशले चाहिँ आउने भएकोलाई, अनि आकाशले गरौँ न भनेर भन्यो ल। त्यही ल लेट्स हेरौँ है। यति 2-4वटा छन् बनाऊँ ल। देख्न सक्नुहुन्छ चाहिँ बिचमा पनि ढुङ्गा फसाउनु पर्ने हुँदैछ, त्यसको लागि चाहिँ डोरी बाँधिँदैछ। र तपाईँहरूले कर्णालीबाट एकदमै माछा खाने मन छ भने तपाईँहरूले यसरी आफ्नो कम बजेटमा जालहरू झरोलाहरू फसाएर मजाले खान सक्नुहुन्छ। यस्तो गरिन्छ। अनि हाम्रो पनि त्यही प्लान छ, एकदमै माछा खाने मन भएको हुनाले अनि गरेका छौँ। यो जाल यति पुरो फाल्टो गएर यता नित्यसम्म त भइदिएको नि जाललाई यता हल्का उदोमै खिचिदिन्छ कि यता उभएपछि यस्तो उदो हुन्छ क्या जाल, त्यो त भइहाल्छ। ल अहिले चाहिँ फेतर्का फसाइँदैछ। फेतर्का भनेको चाहिँ हामीले चप्पलदेखि काटेर यसरी यो चिनिन्छ भनेर गरिन्छ होइन, त्यसको लागि चाहिँ अहिले गरिँदैछ। देख्न सक्नुहुन्छ चप्पल काटेर गऱ्यौँ। के गर्नु गाइस, माछा हान्नु पऱ्यो होइन। ल यस्तो दुःख गरिन्छ गाइस। देख्न सक्नुहुन्छ चिसो पानीमा गएर जाल हाल्दैछ। ढुङ्गा भेटिएन अनि यस्तो दुःख गरेपछि त खान पाइन्छ होइन त। त्यो ल यो चाहिँ हाम्रो गाउँ भइहाल्यो। अनि यहाँदेखि चाहिँ हामी चाहिँ पुलदेखि आएको, अनि यो पारिपट्टि आएको, अनि त्यहाँदेखि यो कर्णालीमा है। त्यति गाह्रो छैन हाम्रो गाउँमा, कर्णाली पनि नजिकै छ। चट्टा लाएर गर्मी भएको बेला नुहाउनलाई, अनि चट्टा लाएर गाउँ पनि है नजिकै छ। अनि तातो पानी भइहाल्यो, मस्त तरिकाको छ। ल ऊ चाहिँ हाल्दैछ। अहिले चाहिँ हाम्रो प्लान आधी जाल चाहिँ हामीसँग थियो टोटल्ली 12वटा जाल। अनि त्यसमध्ये हामीले चाहिँ 6 जाल यता हालिसक्यौँ, अनि 2टा जाल अझै एक्स्ट्रा हाल्ने भनेको छौँ। त्यसपछि अनि ऊ त्यहाँ पारिपट्टि हाल्ने हो, जुन चाहिँ यो ढुङ्गाको ऊ छ नि क्रेटहरू, अनि त्यसमाथि गएर त्यहाँबाट यो नजिक हाल्ने हो क्या। अनि त्यही प्लान भएको छ, लेट्स सी है। अनि त्यसपछि पारि जान्छौँ। अनि अहिले चाहिँ 2टा जाल केटाउले हालिरहेछ ल, मस्त देख्न सक्नुहुन्छ। त्यही हो, यसरी हालिन्छ। अझै अहिले हालिसकेपछि भोलि बिहान उतार्न पनि तपाईँहरूले देखाउनेछौँ के कस्तो हुन्छ, कति माछा पर्छ फर्स्ट टाइम। ओ माई गड, 12वटा जालमा एउटा माछा त परिहाल्ला होइन। जस अब मेबी एउटा माछा चाहिँ परिहाल्छ होला, किनकि यत्रो जाल हालेछौँ, यो छप्पकै पारेछौँ होइन। अब यत्रो दुःख गरेछ केटोले। अब भोलि बिहान एउटा फिस परिहाल्ला भाग्यमा है। ल त्यो हेर्दै गरौँ। अब त्यो ल अब एकछिनमा जान्छौँ पारिपट्टि। अनि अहिले चाहिँ हालिरहेछ ल। अनि अहिले चाहिँ उही ढुङ्गामा गएको छ, सुन्नु होला 2टा छन् है, देख्न सक्नुहुन्छ। यो एउटा तर कर्णालीको पानी पनि छोइदिउँ न गाइज, कस्तो बस्छ ल। देख्न सक्नुहुन्छ एकदम सफा सुथरा है। ल देख्न सक्नुहुन्छ यस्तो छ, चिसो छैन, चित्तोको छ। हाम्रो कर्णाली नजिकै छ कि, नुहाउन आए पनि मिल्यो कतिखेर गाइज। अहिले चाहिँ हाम्रो केटोले चाहिँ हालिरहेछ है। अनि म चाहिँ यता डाँडामा बसिरहेको थिएँ कि, अनि माछा पनि पार्ने काम पनि थियो, प्लस अहिले चाहिँ थोरै घाँस पनि काट्न बाँकी थियो है। अनि घाँस पनि काट्न आएको थियौँ हामी, अनि त्यो घाँस पनि काटिरहेको छौँ। अनि त्यो बिचमा अब तपाईँले एउटा कुरा भनौँ है त। अनि आज चाहिँ हामी यो जाल हाल्ने क्रममा है, हामीसँग चाहिँ एउटा साइकल थियो, साइकलमा चाहिँ म चलाउँदै थिएँ होइन। अब त्यही बिचमा अब यो एकदमै चोट लाग्यो यार गाइस। आज चाहिँ आफै यस्तो हालतमा छु है, त्यही भएर म चाहिँ पानीभित्र जान पाएको छैन। अनि हल्का तपाईँहरूलाई देखाउँछु है त, म जुत्ता निकालिरहेको छु। अनि साइकलमा चाहिँ चलाउँदै गर्दाखेरि लागेको हो। ओ माई गड, एकदमै नराम्रोसँग काटिएको छ है। यस्तो दुखिरहेछ है, अघिदेखि पानीमा जानै मिल्नु छैन कि, किनकि
ओभर दुख्छ नि त अझ माटो पसेर लास्टै नराम्रो बस्छ गाइस देख्न सक्नुहुन्छ यस्तो भएको छ क्या पुरै यस्तो भयो क्या पाइडल मुनि यस्तो भयो खुट्टा अनि घसडियो भनौँ अब त्यस्तै भएर एकदमै उ भएको छ देख्न सक्नुहुन्छ देखाउनु पनि घिन लागिसकेको अझ माछा काटेर खाम भन्ने क्रममा चाहिँ यस्तो भएको छ यो गाइस ल ठिक छ अहिले चाहिँ म एकछिनमा यसले बाँध्छु अनि घाँस पनि भर्नु छ अनि त्यति बेलासम्म त्यो हालिरहेछ त्यसपछि हेरौँला गाइस भोलि बिहान है ल भोलि बिहान चाहिँ माछा खाने हो चट्टा लाएर त्यो अहिले चाहिँ अब तल छ ऊ देख्न सक्नुहुन्छ ल एउटा चाहिँ यो लास्ट है यहाँ पुल नजिक हाल्दैछौँ देख्न सक्नुहुन्छ यहाँ नजिक हाल्दैछौँ तल त टन्न हालिसक्यौँ अनि 6-7वटा यो लास्ट हो यहाँ हाल्दैछौँ अनि यसरी समातेर है यसरी ढुङ्गा बाँधेर अनि जालको डोरी बाँधेर यसरी हाल्नुपर्ने हुन्छ देख्न सक्नुहुन्छ देख्नु यसरी गरेर अनि एउटा ढुङ्गा उता फालेर अनि अर्को ढुङ्गालाई झन् उता फालेर गर्नुपर्ने हुन्छ देख्न सक्नुहुन्छ यसरी ल यसरी फालिन्छ हाम्रो ठाउँतिर तपाईँहरूको ठाउँ कस्तो गरिन्छ मेबी मलाई थाहा छैन है यसरी फालिन्छ अब लास्ट अब पारिजाने ल फाइनली अहिले चाहिँ हामी आइसक्यौँ अनि ऊ चाहिँ जाँदैछ है देख्न सक्नुहुन्छ अनि म चाहिँ यहाँबाट ढुङ्गा फालिदिन्छु उसलाई अनि त्यसपछि भोलि बिहान हेरौँला कति पर्छ कतिमा पर्दैन टोटल चाहिँ 12वटा जाल छ र मैले यहाँ ढुङ्गा एकपल्ट गरेको छु अब उसलाई दिन्छु अनि उसले चाहिँ हाल्छ ल हाल्दैछ है बनाउँदैछ अब त्यति गाह्रो चाहिँ हुने रहन्छ सेटपेट खोलेर ढुङ्गा बाँधेर बस राम्रो ठाउँमा फालिदिने त्यही हो ल केटोले चाहिँ लास्ट जाल हालिसक्यो देख्न सक्नुहुन्छ कस्तो भयो भएन राम्रो ल यहाँनिर एउटा यहाँसम्म आउने हो अनि अहिले चाहिँ हामीले फाइनली जाल हालेर सक्यौँ के त्यही सुरु गर्न नि ठिकै ल गाइस त्यही हो भोलि बिहान हेरौँ न लेट्सी अनि कति माछा पर्छ है अब त्यही एक्साइटेड छौँ अब फर्स्ट टाइम हालेका छौँ है अब कति पर्छ के हुन्छ तपाईँले भोलि बिहान देखाउने आउँछौँ भोलि बिहान भेटौँ है त गुड मर्निङ गाइज दिस द नेक्स्ट डे अझ अर्को दिनको सुरुवात भइसकेको छ अनि हामी पनि अहिले नदीमा आइसक्यौँ देख्न सक्नुहुन्छ अनि ऊ चाहिँ जान लागिसक्यो ल त्यही हो अब म पनि ऊ चाहिँ मलाई बुइ हालेर लग्छ अनि पारिपट्टि जान्छौँ यहाँ आरिपट्टि त म जान्छु पारिपट्टि जान्न अनि उसले मजाले उतारिहाल्छ भनेको छ र त्यो एकदमै एक्साइटेड है अनि कति पर्छ है ल जाऊँ चिसो छ भने चिसो ल हामी चाहिँ टाङ्गोमा ल्याएका छौँ लागिरहेको छैन त गाई चाहिँ एउटा माछा परेको अवस्था देख्न सक्नुहुन्छ है दुईवटा जाल छ नि गरे ल देख्न सक्नुहुन्छ फाइनली एउटा परिसक्यो है देख्नु ठुलो पनि ठुलो छ ल यसलाई चाहिँ अब व्यवस्था हानौँ हामीले चाहिँ जति पनि आरी हालेको छौँ 4वटामा एउटा पऱ्यो ल फाइनली केही छैन एउटा पऱ्यो आश त भयो होइन आरीबाट अब पारीको आश गरौँ है ल त्यही केटोले गरिरहेको छ एकदमै दुःख है अब जाम फेरि पारिपट्टि अब हाम्रो माछा चाहिँ यहाँ छ ल देख्न सक्नुहुन्छ हाम्रो ठाउँतिर चाहिँ यसरी उठाइन्छ यसलाई चाहिँ यो ठुलो यसलाई चाहिँ भनिन्छ टाँगो अनि त्यसले चाहिँ घुमाएर जाललाई चाहिँ फसाएर त्यसरी उठाइने गरिन्छ अहिले चाहिँ भिडियोको छैन है त्यहीँ नजिक थोरै अगाडि जाँदै बग्यो कि ल कहिले बग्न पनि सक्छ है जालको अवस्था त भइहाल्यो मुसो त्यहीँ गाई मुसो देख्न सक्नुहुन्छ ल त्यो अब हेर्दैछ मुसा भेट्यो त यारमा लागिराखेन है ल माथि चाहिँ परेन है अब चाहिँ अर्को जालमा लगाउँदैछ अहिलेसम्म त आरीपट्टि परेन है अब हेरौँ कति पर्छ अनि सबै माछा उता राखेर हामीले अहिले एकछिनमा झालै लागिरहेको छैन कि कतिखेर
ल ल ल ल बिस्तारै 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 पढायो कि कहिले पढायो छैन है गाइस पढायो छैन देख्न सक्नुहुन्छ ल ल कोही नै यो पढायो छैन है अब तलतिर हेरौँ यो चाहिँ निकाल्दैछ है गाइस निकाल्दैछ अब चाहिँ फसिसकेछ जस्तो लाग्यो फेरि टाँगोले निकाल्दैछ हातले नभएकोले ढुङ्गामा फसिसक्यो जस्तो लाग्यो ओइ ल माथिको चाहिँ खाली आयो यो पनि खाली आउँछ होला 12-13 जालमध्ये एउटा मात्रै पर्यो है गाइस के गर्नु यसमा पनि खाली छ जस्तो लाग्यो खाली खाली यो पनि खाली ल यो चाहिँ लास्ट जाल रहेछ अब चाहिँ फाइनली एउटा मात्रै पर्यो अब अरू जालमा चाहिँ परेको अवस्था छैन है देख्न सक्नुहुन्छ त्यही अब लास्ट उतारेर आउँदैछ अनि अब चाहिँ खाली भइसक्यो हाम्रो पनि यति भयो झरोला अनि एउटा मात्रै भएको माछा देख्न सक्नुहुन्छ अब केही छैन अब यसलाई चाहिँ व्यवस्था हान्नुपर्ने हुन्छ एउटा माछालाई आज एउटा माछाले पोलेर खाइदिनुपर्छ च्वाट ल्याएर मसला मोलेर फाइनली गाइस अहिले चाहिँ हामी घर आइसक्यौँ अनि आज चाहिँ एउटा मात्रै माछा पऱ्यो है ल केही छैन फर्स्ट टाइम हो अब भइहाल्छ होइन त्यो पनि एउटा माछा यहीँ छ देख्न सक्नुहुन्छ अनि यसलाई चाहिँ अब हामीले फ्राई गर्ने भनेर यहाँ कराई चढाइसक्यौँ अनि त्यही हो अनि यो चाहिँ अर्को भ्लगमा हेर्नु होला फ्राई गरेको अनि अहिलेले भ्लग यति नै हुन्छ कोहीले अन्तिमसम्म हेरिदिनु थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो अब चाहिँ ड्याङ माछा पारेको भ्लग आउनेछ है ल होइन त्यही अब चाहिँ हामीले जालसाल टन्नै अब गर्दैछौँ व्यवस्था है अब चाहिँ त्यही आउँदै गर्नेछ भ्लग सलग ल त्यही पछि भेटौँला अनि अहिले चाहिँ बाई बाई गाइस